मन्त्री सुनिल लम्साललाई जति देश बनाउने हतारो र हुटुटी कसलाई होला नहोस् पनि किन सिंगै देश बनाउने 3 जनाको टोली सदस्य हुन् लम्साल। देश बनाउने हतार भएकैले मन्त्री लम्साल अहिले म्याराथन दौडमा छन्। अब हतारमा काम गर्दा बन्ने काम पनि बिग्रिन्छ भन्ने हेक्का चाहिँ मन्त्रीज्यूलाई नभएको जस्तो देखिन्छ। अहिले त्यस्तै हालत भएको छ। मन्त्री लम्सालले तामझामका साथ उद्घाटन गरेको नागढुङ्गा सुरुङ मार्गको। मन्त्रीले हतपतमा उद्घाटन गरेको सुरुङ मार्गको अवस्था यति बेला लतपत भएको छ। आफूले सिनको नवाचे पनि अरूले गरेका कामको जस लिन र रिबन काट्न कति हतारमा छन् भन्ने प्रमाणित नागढुङ्गा सुरुङ मार्गको उद्घाटनबाट भएको छ। किनभने मन्त्रीले उद्घाटन गरेको झण्डै महिना दिन पुग्न लाग्दा पनि नागढुङ्गा सुरुङ मार्ग सर्वसाधारण नागरिकले प्रयोग गर्न पाएका छैनन् भने कहिलेबाट प्रयोग गर्ने भन्ने विषयमा अहिलेसम्म अत्तो पत्तो छैन। यातायात सञ्चालनका लागि देशकै पहिलो आधुनिक सुरुङ मार्ग उद्घाटन गर्ने र शिलालेखमा आफ्नो नाम लेखाउने हुटुटी र तीव्र चाहनाले गर्दा मन्त्री लम्सालको ठाडो निर्देशन र दबावमा सुरुङ मार्गको भव्य उद्घाटन गरियो। गत साउन 11 गते तामझामका साथ मन्त्री लम्सालले सुरुङ मार्गको उद्घाटन गरे। सुरुङ मार्गको उद्घाटन गर्नका लागि मन्त्री लम्साल लाभा लक्सर सरकारी गाडी र कडा सुरक्षा बीच पुगेका थिए। जापान सरकारको ऋण सहयोगमा बनेको सुरुङ मार्गको उद्घाटनमा जापान सहयोग नियोग जाइकाका प्रतिनिधिहरू पनि पुगेका थिए। जाइकाका तर्फबाट अध्यक्ष तानाका अकिहिको स्वयं उपस्थित थिए। त्यस्तै नेपालका लागि जापानी राजदूत पनि सहभागी थिए। निकै तामझामका साथ सुरुङ मार्गको उद्घाटन भएपछि सर्वसाधारण नागरिकहरूले देशमै सुरुङ मार्गको यात्राको अनुभव लिने अपेक्षामा थिए। तर उनीहरू अहिले निराश बनेका छन्। अहिले सुरुङ मार्ग छिर्ने स्थानमै ड्रम राखेर ब्यारिकेड लगाइएको छ, अर्थात् सुरुङ मार्ग पुरै बन्द अवस्थामा छ। अहिले बल्ल सुरुङ मार्गको सुरक्षा परीक्षण गर्न थालिएको बताइएको छ। निर्माण सम्पन्न भएर पनि सुरुङ मार्गको उद्घाटनमा ढिलाइ भएको थियो। टोल उठाउने कम्पनीको छनौटका विषयमा पनि समस्या उत्पन्न भएपछि ढिलाइ भएको बताइएको थियो। त्यसपछि नेपाली र चिनिया कम्पनी पनि छनौट भए। तर कहिले पहिरो रोकथाम त कहिले सुरक्षाको कारण देखाउँदै सुरुङ मार्ग सञ्चालनको भाका पटक पटक सारिँदै आइएको छ। दुःखद विषय त अहिले मन्त्रीले तामझामका साथ उद्घाटन सकिसकेर पनि सर्वसाधारण नागरिकले सुरुङ मार्गबाट यात्रा गर्ने अवसरबाट वञ्चित हुनु परेको छ। अत्यावश्यक सवारी साधनलाई भने सञ्चालन गर्न दिएको सडक विभागले जानकारी दिएको छ। यसो त मन्त्री लम्साल अहिले देश दौडामा छन्। निर्माणाधीन आयोजनाको अनुगमन गर्ने निर्देशन दिन मन्त्री लम्साललाई भ्याइ नभ्याइ छ। फोटो भिडियो पनि खिचाउनै पर्यो। यसो घुमघाम गरेर पर्यटन प्रवर्धन पनि गरिदिनै पर्यो। उनी कहिले बस्ती सार्ने कुरा गरेर विवादमा तानिन्छन् भने कहिले निर्माणको अन्तिम अवस्थामा पुगेका आयोजनाको ठेक्का रद्द गर्न निर्देशन दिएर चर्चामा आउँछन् त कहिले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएर विवादमा मुछिन्छन्। मन्त्री लम्साललाई जति दुःख सायद क्याबिनेटका अरू मन्त्रीलाई छैन होला।